बाल्यकाल एक यस्तो समय जहाँ हामीले आफ्नो जीवन अन्तरालभित्र बिताएका पलहरूमध्येका सर्वोत्कृष्ट पलहरू पुग्छ। मेरो बाल्यकालमा मैले भिन्न भिन्न गल्तीहरू गरेँ र सच्याएँ पनि, तर आज यत्रो यात्रापछि यस पलमा आउँदा मैले मेरा गल्तीहरू सच्याउन सकिनँ। भन्छन् नि, सानो हुँदा सिसा कलमले गल्ती मेट्न सकिन्छ, तर ठुलो भएपछि कलमको प्रयोग गर्दा आफ्ना गल्तीहरू चाहेर पनि मेट्न सकिँदैन। मेरो बाल्यकाल जहाँ मैले मेरो जीवनका केही मित्रहरू भेटेँ, जसले मेरो बाल्यकाल तामादेखि चाँदी, चाँदीदेखि सुन र सुनदेखि बहुमूल्य रत्न जस्तो बनाइदिए। मैले मेरा मार्गदर्शक, मेरो जीवनभन्दा अमूल्य मानिसहरू भेटेँ। मेरो बुबा, जसको परिश्रम अटुट छ मलाई सफलताको चोटीमा देख्नका निम्ति। मेरी आमा, जसले जस्तो दुःख र कष्ट बिताएर भए पनि मलाई अगाडि बढाउँछिन्। मेरो हजुरबुवा र हजुरआमा, जसले मलाई यति माया गर्नुभयो र अथाह माया अहिले पनि गर्नुहुन्छ। मलाई याद छ त्यो पल जब म विद्यालयबाट फर्कदै गर्दा सडकमा कोही साथीले केही खाएको देखेपछि घरमा आएर हजुरबुबालाई भन्ने गर्थे र उहाँले आफ्नो स्टकोटको खल्तीमा रहेको 5 रुपैयाँ, 10 रुपैयाँ र कहिलेकहिले त 20 रुपैयाँको नोट दिँदा मलाई साँच्चै नै खुसी लाग्थ्यो। मलाई लाग्थ्यो म त सायद यो दुनियाँकै सबैभन्दा धनी व्यक्ति होला है। तर पैसाले सम्पन्नशाली नभए पनि मेरा सम्झना र यादहरूले भने म धनी नै छु होला। आफैलाई लाग्छ यार, त्यो गाउँ, त्यो समय र त्यो यादहरू फेरि एकपटक पाउनका लागि त म जस्तो मिहिनेत र रकम चुकाउन पनि तयार छु। तर के गर्ने, सम्झेको कुरा साँचो हुँदैन र जे साँचो छ त्यो त कल्पना नै गरेको रहन्छु। साँच्चै नै धेरै याद आउँछ ती पलहरूको। हजुरलाई भिडियो मन परेमा यस च्यानललाई सब्सक्राइब, यस भिडियोलाई लाइक र यस भिडियोलाई आफ्नो सम्पूर्ण साथीहरू र साहित्य प्रेमी साथीहरूसँग सेयर गर्न नबिर्सनु होला। धन्यवाद।